प्रकाश सपुत त दलित समुदायबाट भए प्रधानमन्त्री केपी ओलीको तारिफ गरे बोलान् र त्यही कार्यक्रममा के अधिकारी पनि थिइन्। त्यसैगरी डाक्टर भगवान कोइराला पनि थिए। उनीहरूको जातीयताको बारेमा किन कसैले पनि केही बोलिएन कि उनीहरू चाहिँ परमार समुदायबाट आएको भएर प्रकाश सपुत अहिले चाहिँ ढुङ्गा छोए पनि हिरा बनेको छ। जे छुन्छ त्यही हिरा बनेको छ। प्रकाश सपुतले उसको इस्त्र लागेर हो कि उसको डाह लागेर हो कि। सम्माननीय प्रधानमन्त्रीज्यू केपी शर्मा ओलीज्यूलाई मैले राजनीति व्यक्तिको रूपमा भन्दा पनि उहाँको व्यक्तिगत जुन ग्राफ छ, व्यक्तिगत जुन सङ्घर्ष छ, जुन यात्रा छ, त्यो देख्दाखेरि हजुर नमस्ते। म केशव गायलको तर्फबाट केशव इन्टरटेनमेन्ट युट्युब च्यानलमा यहाँहरूलाई स्वागत गर्दै मैले आज एउटा फरक विषय लिएर उपस्थित भएको छु। हुन त म कसैको विषयमा खासै बोल्ने मान्छे त होइन, तैपनि यो देखेर सामाजिक सञ्जालमा अहिले यति बेला भएका गतिविधिहरू अनि जातीय आधारमा गरिएका गाली गलौजहरू देखेर केही कुरा मलाई बोल्न पनि मन लाग्यो। अहिले सामाजिक सञ्जालमा एक किसिमले भन्ने हो भने गालीको उहिरो नै लागेको छ, जातीय विभेदको। आजभन्दा 3-4 महिना अगाडि त्यस्तै गाली अर्का कलाकार खेम सेन्चुरीले पनि खाएका थिए, किनकि खेम सेन्चुरी भोइस अफ नेपालको जज गर्दै गर्दा उनलाई कन्टेस्टेन्टले गाएको गीत उनलाई एकदमै मन पर्यो। मन परिसकेपछि उनले चाहिँ उठेरै खुट्टाले बजार दबाएका थिए र त्यो बजार दबाउँदाखेरि पनि उनलाई चाहिँ निकै नै गाली गरियो, जात जनाइस भनियो, जातको बारेमा चाहिँ धेरै नै गाली गरियो। त्यस्तरी नै पहिला पनि योभन्दा अगाडि पनि बजाएकै थिए, अरूले पनि खुट्टाले बजाएकै थिए। उनीहरूलाई जातको गाली कहिले पनि गरिएन, उनीहरूलाई नराम्रो कुराहरू कहिले पनि भनिएन। तर खेम सेन्चुरीले एउटा खुट्टाले बजार बजाउँदैमा उनले चाहिँ निकै नै गाली खानु पर्यो। अहिले फेरि प्रकाश सपुत एउटा कार्यक्रममा बोल्दै गर्दाखेरि अब प्रधानमन्त्री केपी ओलीको तारिफ गऱ्यो भनेर प्रकाश सपुतलाई चाहिँ निकै नै नराम्रा गाली गरिएको छ, जात जनाइस भनिएको छ, जातीय गाली गलौजहरू गरिएको छ। अहिले फेरि त्यस्तै शिकार भएका छन् गायक, सर्जक, अभिनेता, निर्देशक प्रकाश सपुत। केपी ओलीको बारेमा राम्रो कुरा गरे भनेर व्यक्तिगत नभई जातीय गाली दिँदैछ। आखिर हामी कहिले सच्चिने हो? दलित भएकै कारण के बोल्ने अधिकार छैन? दलितहरूलाई सदियौँदेखि बोल्ने अधिकारबाट वञ्चित गरियो, सबै कुराहरूबाट वञ्चित गरियो, सबै खाले वातावरणहरूबाट वञ्चित गरियो। र पनि फेरि पनि अहिले यो वैज्ञानिक युग, परिवर्तनशील युगमा आएर पनि अझै पनि जातीय भेदभाव गर्न छाडेका छैनन्। ठिक छ, प्रकाश सपुत त दलित समुदायबाट भए प्रधानमन्त्री केपी ओलीको तारिफ गरे बोलान् र त्यही कार्यक्रममा के अधिकारी पनि थिइन्। त्यसैगरी डाक्टर भगवान कोइराला पनि थिए। उनीहरूको जातीयताको बारेमा किन कसैले पनि केही बोलिएन कि उनीहरू चाहिँ परमार समुदायबाट आएको भएर उनीहरूको जातीय बारेमा चाहिँ केही पनि नबोलेको। उनीहरूको पनि जातीय बारेमा बोलौँ न। खालि कुनै पनि कार्यक्रम हुँदा अथवा कहीँ पनि केही गर्दाखेरि दलित समुदायले केही बोल्यो अथवा केही गर्यो भनेदेखि दलित समुदायलाई चाहिँ एकदम हेपेर चेपेर त्यस्तै खाले जात जनाइस भन्ने गाली गलौजहरू कहिलेसम्म सच्चिने हो? मान्छेहरू अहिले त अलिकति परिवर्तन यत्रो चाहिँ शिक्षित भइसकेको छ, अझै पनि त्यस्तै पुरानै जमानामा मान्छेहरू छन् अझै। त्यसरी नै सबैलाई म के रिक्वेस्ट गर्छु भने तपाईँहरू कसैको पनि व्यक्तिगत रिसिभी होला, व्यक्तिगत उसमा दुश्मनी छ भनेदेखि अथवा व्यक्तिगत ईर्ष्या होला, व्यक्तिगत जस्तै अब प्रकाश सपुत अहिले चाहिँ ढुङ्गा छोए पनि हिरा बनेको छ। जे छुन्छ त्यही हिरा बनेको छ। प्रकाश सपुतले उसको इस्त्र लागेर हो कि उसको डाह लागेर हो कि, त्यो भने व्यक्तिगत रूपमा भनौँ, जातीय बारेमा सबै समुदायलाई किन गाली गर्नुहुन्छ तपाईँ? यस्ता खाले गतिविधिहरू नगर्नु, कसैले पनि यस्तो खाले गतिविधिहरू नगर्नु, किनकि जमाना फेरिसकेको छ, कहाँबाट कहाँ पुगिसकेको छ। त्यसैले कतिपय कमेन्टहरूमा त मैले यो पनि सुने कि वसन्त बहिष्कार, 1-2जनाले बहिष्कार गर्दैन, वसन्त बहिष्कार हुँदैन, झन् सुपर टुपर हिट हुन्छ। जातीय विभेदका कुराहरू गर्नुभन्दा पनि जातीय विकासका कुराहरू गरौँ। त्यसै गरी समाज सुदृढीकरणका विषयमा कुरा गरौँ। हामी सबै सचेत छौँ, के अलिअलि पढेका छौँ, के अलिअलि जानेका छौँ। आफ्नो गाउँठाउँ विकासको लागि बोलौँ, विकासको लागि कुरा गरौँ न।
एउटा व्यक्ति बोल्दैमा समग्र जातीय विभेदका कुराहरू गर्नु यो मानवीयता होइन। शिक्षित मान्छेहरूले यस्तो व्यवहार गर्दैन। अशिक्षित मान्छेहरूले जो चाहिँ अझै पनि दलित समुदायहरूलाई माथि उठ्न दिनु हुँदैन भन्ने मान्छेहरूले नै यस्ता अनेकौँ कुराहरू गर्छन्। हस् त, धन्यवाद। जातीय विभेदका कुराहरू कसैले पनि गाली गलौज नगरौँ सामाजिक सञ्जालहरूमा। व्यक्तिगत कुरा छ भने व्यक्तिलाई नै समावेश गरेर व्यक्तिलाई नै गाली गरौँ। एकजना व्यक्तिलाई गाली दिँदा समग्र जातलाई चाहिँ छुने काम कसैले पनि नगरौँ है त। धन्यवाद।